वेलकम टू दिदीबहिनी गार्डन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म तपाईहरुलाई के देखाउन गइरहेको छु भने चाहिँ विन्टरको सिजन फ्लावरहरु देखाउन गइरहेको छु। यहाँनिर यस्तो प्लान्टहरु लिएर आएको छ। यो चाहिँ पेन्सी हो, यो चाहिँ पिटुनिया सिंगल र डबल हो, अनि यो चाहिँ गजनिया हो लिएर आएको छ। अनि यहाँनिर चाहिँ सयपत्री फुल, अनि यहाँ चाहिँ गदावरी छ। यो चाहिँ म चाहिँ हजुरहरूलाई देखाउँछु कि कसरी चाहिँ म यसलाई चाहिँ रिपोर्टिङ गर्छु भनेर। रिपोर्टिङ गरिसकेर चाहिँ हजुरहरूलाई देखाउने छु म यसमा चाहिँ के हाल्छु भनेर। हेर्दै गर्नुहोस् है हजुरहरूले। हजुरहरूलाई चाहिँ अब चाहिँ म चाहिँ के लाउँदैछु भनेर हजुरहरूलाई देखाउँदैछु। यो चाहिँ मेरो गमलाको पुरानो माटो हो, अनि यो चाहिँ काठको त्यो फर्निचर बनाएको भुसी हो, अनि यो चाहिँ टिलिप्स हो, वेस्ट जो हामीले खाएर फ्याँक्छौँ त्यो हो। अनि यसमा अन्डाको खोस्टा पनि छ। मैले चाहिँ पहिला फर्स्ट बनाएको हो यो, त्यो मेरो ब्लगमा पनि छ। अनि मेरो विन्टर फ्लावर चाहिँ त्यहाँ छ। अब यो चाहिँ म चाहिँ मिक्स गरेर देखाउने छु हजुरहरूलाई। यसरी गरेर चाहिँ सबै मिक्स गर्नुपर्छ नि त। यो खाने बित्तिकै लगायो भने चाहिँ त्यो चियापत्ती चाहिँ कुन्छ नि त कि, अन्त सुकाएर घाममा जम्मा गरेर पुरा सुकाएर चाहिँ लगाउनुपर्छ। म चाहिँ सबै फ्लावरमा यही मात्रै लगाउँछु यसरी नै। अन्त मैले घरमा बनाएको कम्पोस्टहरू पनि छ, त्यो चाहिँ बादमा सरिसकेपछि हजुरहरूलाई म लगाएर चाहिँ देखाउने छु। त्यो चाहिँ अहिले नै चाहिँ म गर्दिनँ, किनभने यहाँनिर चाहिँ टिलिप्स लगाएको छु नि त मैले। फेरि यो पुरानो गमलामा माटोमा पनि त्योहरू हालेको छु नि त मैले बनाएको कम्पोस्टहरू। मेरो प्लान्टमा सबै मैले त्यही युज गर्छु। अनि अहिले नै चाहिँ म त्यो हाल्दिनँ, नयाँ बनाएको चाहिँ घाममा सुकाएको छु। सुकेपछि चाहिँ मजाले अन्त हजुरहरूलाई म देखाउँछु त्यो हालेर। अन्त गमलामा चाहिँ मैले चाहिँ यस्तो लगाएको छु टुक्राहरू। अब चाहिँ म चाहिँ यो चाहिँ रिपोर्टिङ गरेर देखाउँछु। म चाहिँ पटमा माटो हाल्छु नि। मैले चाहिँ अब चाहिँ माटो भरिसकेँ कि अब चाहिँ म चाहिँ फ्लावर लाउने छु। यसरी मैले यहाँ माटोमा पानी पनि हालेको छु। यसरी गरेर राखिदिनुहोस्। यसरी यस्तो गर्नुहोस्। अनि यहाँ पिटुनिया यसरी ट्याप गरिदिनु यसरी गरेर। अनि माथिबाट चाहिँ पानी चाहिँ मजाले लगाइदिनुहोस्। यसरी गरेर लगाइदिनुहोस्। पानी मजाले भिज्ने तलसम्म पानी निस्किने गरेर। अनि अब चाहिँ मैले सबै रिपोर्टिङ गर्छु, अन्त हजुरहरूलाई देखाउने छु। मेरो चाहिँ रिपोर्टिङ चाहिँ यतिको भएको छ, पुरा भएन कि आधा मात्रै गरेको छु, किनकि मोल माटोहरू तुर्यो नि त। आधा फेरि डल्लै छ पिटुनियाहरू गर्नु, आधा मात्रै गरेको छु। अब फेरि यो मिलाएर चाहिँ हजुरहरूलाई देखाउने छु।